स्वागत छ। आज हामी नेपालमा लोकसेवा आयोगको तयारी, त्यो पनि शून्यबाटै कसरी सुरु गर्ने भन्ने विषयमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो धेरैको लागि महत्त्वपूर्ण विषय हो। हामीसँग केही जानकारी छ जसले कसरी अघि बढ्ने भन्ने एउटा खाका दिन्छ। धेरैको सपना हुन्छ लोकसेवा, तर सुरु कहाँबाट गर्ने, के गर्ने भन्नेमै अलमल हुन्छ, हैन? एकदम। सुरुवाती बिन्दु पहिल्याउन अलिक गाह्रो हुन सक्छ। हो, र स्रोतहरूले देखाए अनुसार यो यात्रा त मानसिक तयारीबाटै सुरु हुन्छ रे। अनि मात्रै पाठ्यक्रम, सामग्री, समय तालिका हुँदै अभ्याससम्म पुगिन्छ। आज यिनै चरणहरूलाई अलिक केलाएर हेरौँ न। हुन्छ, सुरु गरौँ। पहिलो कुरा नै मानसिक तयारी भनिएको छ, मतलब दृढ सङ्कल्प, निरन्तरता, धैर्य, लगनशीलता। यो सुन्दा अलि फलसफी जस्तो लाग्छ, तर किन होला यति महत्त्वपूर्ण? यो एकदमै आधारभूत कुरा हो। हेर्नुहोस्, लोकसेवा भनेको ज्ञानको परीक्षा मात्रै होइन नि। यो त धैर्य र अनुशासनको पनि परीक्षा हो। लामो यात्रा छ, होइन? कहिलेकाहीँ निराश भइन्छ, कहिलेकाहीँ अल्छी लाग्छ। हो त नि। हो, त्यस्तो बेला टिकिरहन चाहिने शक्ति चाहिँ यही मानसिक तयारी, त्यो सङ्कल्प, त्यो धैर्यले दिन्छ। यो तयारीको जग नै यही हो भन्दा हुन्छ। नरखदो आइसी। भनेपछि पहिला मनलाई तयार पार्नु पर्यो। ल, त्यो भयो। अब अलि व्यावहारिक कुरा गरौँ। स्रोतहरूले पाठ्यक्रम, सिलेबस बुझ्न एकदमै जोड दिएका छन्। त्यो त नक्सा जस्तै हो। लक्षित पद जस्तो अधिकृत वा खरिदार कुन हो, त्यसै अनुसार आयोगको वेबसाइट psc.gov.np बाट पाठ्यक्रम लिनुपर्छ रे। पाठ्यक्रम किन यति सुरुवाती र महत्त्वपूर्ण कदम होला? यस्तो हो नि, पाठ्यक्रम भनेको तयारीको सीमाङ्कन हो। के पढ्ने मात्र होइन, अझ महत्त्वपूर्ण के नपढ्ने भन्ने पनि यसैले छुट्याउँछ। त्यो पनि हो है? हो नि, जानकारी त अथाह छ। पाठ्यक्रमले तपाईँको अध्ययनलाई ठिक दिशा दिन्छ, केन्द्रित बनाउँछ, नत्र त अनावश्यक कुरामा कति समय जान्छ। ठिक हो। ल, पाठ्यक्रम पनि बुझियो। त्यसपछि चाहियो अध्ययन सामग्री। स्रोतमा केही किताबको नाम छ ज्ञानसागर अनि लोकसेवा प्रश्न सङ्ग्रह। यी सामान्य ज्ञान र पुराना प्रश्नका लागि होलान्। अनि नेपालको संविधान, ऐन कानुन, गणित, अङ्ग्रेजीका आधारभूत किताबहरू अनि समसामूहिक ज्ञानको लागि गोर्खापत्र अनलाइन पोर्टलहरू पनि छन्। यति धेरै थरीका सामग्री छन्, यिनलाई कसरी मिलाएर पढ्ने होला? सन्तुलन कसरी मिलाउने? ओहो, यहाँ विभिन्न किसिमका स्रोतहरू छन्। केही आधारभूत ज्ञानका लागि भए जस्तै संविधान, सामान्य ज्ञान, केही सिप विकासका लागि जस्तै गणित, अङ्ग्रेजी, अनि समसामूहिक जुन सधैँ अध्यावधिक भइरहन्छ। सफल हुनलाई यी सबैको सन्तुलित मिश्रण चाहिन्छ। एउटा कुरामा चाहिँ म जोड दिन चाहन्छु, संविधान र ऐन कानुन जस्ता कुरामा सधैँ आधिकारिक, मतलब लेटेस्ट अमेन्डमेन्ट सहितको सरकारी स्रोत नै हेर्नुपर्छ। बजारका गाइडहरू सहयोगी होलान्, तर कानुनको लागि आधिकारिक दस्तावेज नै अन्तिम हो। सही कुरा। अब आयो समय व्यवस्थापन। एउटा नमुना तालिका पनि दिएको छ स्रोतमा। बिहान संविधान ऐन, दिउँसो समसामयिक, साँझ गणित अङ्ग्रेजी अभ्यास गर्ने जस्तो। अनि हप्तामा कम्तीमा 4-5 घण्टा नियमित पढ्नु पर्ने रे। यो तालिका कत्तिको व्यवहारिक होला वा निरन्तरता बढी महत्त्वपूर्ण? तालिका आफैमा एउटा औजार मात्र हो। महत्त्वपूर्ण कुरा त निरन्तरता हो, अनुशासन हो। फेरि त्यही अनुशासनको कुरा आयो। हो, सुरुमा थोरै समयबाट थाल्दा पनि हुन्छ। हप्तामा 4-5 घण्टाबाट बिस्तारै बढाउँदै लैजान सकिन्छ। सबैको परिस्थिति एउटै हुँदैन, त्यसैले तालिका अलि लचिलो हुनुपर्छ। तर हरेक दिन थोरै भए पनि पढ्ने बानी बसाल्नु चाहिँ एकदमै जरुरी छ। तालिकाले त्यही अनुशासनमा बस्न सघाउँछ। भनेपछि तालिका अनुशासनको लागि सहयोगी भयो। अनि अन्त्यमा अभ्यास र पुनरावलोकनको कुरा छ। पुराना प्रश्नपत्रहरू हल गर्ने, हप्तामा एकपटक मक टेस्ट दिने। पढेको कुरालाई अभ्यासमा उतार्नु किन यति जरुरी छ त? किनभने परीक्षामा ज्ञान भएर मात्र पुग्दैन नि। त्यो ज्ञानलाई तोकिएको समयभित्र सोधिएको ढाँचामा प्रस्तुत गर्न सक्नु पर्यो। को अनुभव हुन्छ। मक टेस्टले आफ्नो तयारी कस्तो छ भनेर जाँच्न र कमजोरी कहाँ छ भनेर पत्ता लगाउन मद्दत गर्छ। अनि पुनरावलोकनले पढेको कुरा बिर्सन दिँदैन, दिमागमा ताजा राखिराख्छ। सिकाइलाई बलियो बनाउने तरिका नै यही हो, पढ्ने, अभ्यास गर्ने अनि फेरि दोहोर्याउने। स्पष्ट भयो।
त्यसो भए मोटामोटी रूपमा लोकसेवा तयारी सुरु गर्न यी 5 कुरा चाहिने रहेछन्। बलियो मानसिकता, पाठ्यक्रमको राम्रो ज्ञान, सही अध्ययन सामग्रीको छनौट, नियमित पढ्ने बानी र अनुशासन र निरन्तर अभ्यास र पुनरावलोकन। हो, एकदमै। यी चरणहरूले त्यो ठूलो लक्ष्यलाई सानो सानो गर्न सकिने काममा बाँड्न मद्दत गर्छन्। अनि रमाइलो कुरा के छ भने तयारी गर्दा चाहिने जुन अनुशासन र संरचनाको कुरा हामीले गर्यौं नि, त्यो पछि सरकारी सेवामा छिरेपछि पनि उत्तिकै सायद अझ बढी महत्त्वपूर्ण हुन्छ। त्यसैले यो तयारी परीक्षाको लागि मात्र होइन, भविष्यको कामको लागि पनि एउटा तालिम जस्तै हो। हो, त्यो त महत्त्वपूर्ण कुरा हो। यी स्रोतहरू हेर्दा धेरैजसो व्यक्तिगत तयारीमा केन्द्रित देखिन्छन्। यसले एउटा प्रश्न पनि छोड्छ मनमा, यो व्यक्तिगत यात्रामा समूहमा पढ्ने वा साथीहरूसँग मिलेर तयारी गर्ने कुराको चाहिँ कस्तो भूमिका होला? यसबारे त खासै उल्लेख छैन। हो, त्यो पक्षबारे यहाँ त्यति चर्चा छैन। सायद त्यो व्यक्तिपिच्छे फरक पर्ने कुरा पनि होला। हुन सक्छ। यो चाहिँ अब तयारी गर्नेहरूले आफैले विचार गर्ने वा खोज्ने विषय भयो।